3 को 8 देखि 10 मा हेर्दछौँ भने चाहिँ भजन सङ्ग्रह 103 को 8 देखि 10 है तपाईं स्क्रिनमा पनि देख्न सक्नुहुन्छ। परमप्रभु ठिठालु र अनुग्रही, क्रोध गर्नमा ढिला र अति करुणामय हुनुहुन्छ। उहाँले सधैँ दोष लगाइरहनुहुन्न, उहाँले सधैँभरि क्रोध पनि लिइराख्नुहुन्न। उहाँले हामीसँग हाम्रा पाप अनुसारको व्यवहार गर्नुहुन्न अनि हाम्रा अधर्म अनुसार हामीलाई दण्ड दिनुहुन्न। आमेन। हामी 10 मा हेर्दछौँ भने उहाँले चाहिँ हामीसँग हाम्रो पाप अनुसारको व्यवहार चाहिँ कहिले पनि गर्नुहुन्न। तपाईले जतिसुकै ठुलो पाप गर्नुहोस्, परमेश्वरले तपाईलाई तपाईको पाप अनुसारको फल कहिले पनि दिनुहुन्न है। बुझ्दै हुनुहुन्छ? यहाँ परमेश्वरको अनुग्रह र मानव जातिको त्यो स्वभाव कति आकाश पातालको फरक छ नि है। हामीलाई कसैले खोज्यो भने हामीलाई पनि खोज्न मन लाग्छ है। हामी आफ्नो आँखाको सिङ्गलाई देख्न सक्दैनौँ, तर अरूको आँखाको हामी देख्न सक्छौँ है। तर परमेश्वरले चाहिँ के भन्नुहुन्छ त? उहाँले चाहिँ हामीसँग हाम्रा पापको अनुसारको व्यवहार गर्नुहुन्न अनि हाम्रो अधर्म अनुसार हामीलाई कहिले पनि दण्ड दिनुहुन्न है। अनि तर हामी मानव जातिमा चाहिँ कतिपय एउटा क्वेसनहरू आउँछ, एक किसिमको क्वेसन्सहरू आउँछ है। कसैले के गर्यो भने ओहो बा कतिचोटि चाहिँ क्षमा दिनु हो मैले भनेर आउँछ कि आउँदैन? आउँछ नि होइन? कतिचोटि चाहिँ क्षमा दिनु हो त्यो मान्छेलाई, र कतिचोटि चाहिँ मैले क्षमा माग्नु हो, यसो त हुँदैन नि भनेर हो। आज यही क्वेसन चाहिँ आज पत्रुसले यीशु ख्रीष्टलाई पनि सोधेको थिए है। पत्रुसले पनि यीशु ख्रीष्टलाई सोधेको थियो, प्रभु येशू मैले मेरो भाइलाई कतिचोटि चाहिँ क्षमा दिनु, कि 7 पल्ट भनेर है। तपाईहरूले मसँग निकाल्नुहोस् मत्ती 18 को 21 देखि 35 सम्म। म तपाईलाई एउटा छोटो दृष्टान्तमा लान चाहन्छु है। मत्ती 18 को 21 देखि 35 सम्म। है निर्दयी नोकरको दृष्टान्त भनेर कतिजनाले यो दृष्टान्तको बारेमा थाहा छ? हात उठाइदिनुहोस् त एकचोटि। ला ला एक दुईजना मात्र हुँदो रहेछ त। अनि यसरी त हुँदैन नि त मण्डली परिवार। हामी सबैजनाले चाहिँ बाइबल पढ्ने गर्नुपर्छ है। यो एकदमै इम्पोर्टेन्ट मेसेज लुकेको छ यो दृष्टान्तमा चाहिँ है। म तपाईहरूलाई बाइबल खरर पढेर भन्नुको साथै म तपाईहरूलाई इलिस्ट्रेसन गरेर बोलाउँछु है। कृपया गरी 3 जना भाइ जो बहिनी आइदिनुहोस् न अगाडि, मलाई भलिन्टियर गरिदिनुहोस्। 3 जना जो बहिनी प्लिज फरवर्ड।